पृथ्वीको नुन हो भन्नुस् त। म संसारको ज्योति हो। जब जब हामीलाई प्रभुले कुनै औदा दिनुहुन्छ भने यसको अर्थ यो हो मेरो प्रिय, तपाईलाई खालि औदा हैन तर प्रभुले त्यसको साथसाथ जिम्मेवारी पनि दिनुहुन्छ। आमेन। तपाई पृथ्वीको नुन हुनुहुन्छ, संसारको ज्योति हुनुहुन्छ भनेर हामी बस्ने कुरा होइन। यसको साथ कतिपय रेस्पोन्सिबिलिटीहरु छ, जिम्मेवारीहरु छ जो तपाई अनि मैले गर्नुपर्ने छ। आमेन। अब यहाँ हेर्नुस् है के भन्छ। यहाँ भन्छ तिमीहरू पृथ्वीका नुन हो, यु आर द सल्ट अफ द अर्थ। अनि अब नुन जो छ, नुनको चाहिँ के छ भन्नुस् त, नुनको चाहिँ कतिपय एउटा के भन्छ क्वालिटिजहरु छ हैन, गुणहरु छ। नुनको धेरै गुणहरु छ तर म त्यस कुरामा जाँदैन, तर दुई तीनटा चाहिँ म तपाईको बीचमा राख्ने गर्छु। सबैभन्दा पहिला नुन चाहिँ के छ भन्दाखेरि, सबैभन्दा पहिला नुनले चाहिँ खानालाई स्वादिष्ट बनाउँछ, हो कि हैन? र खानालाई के दिन्छ? स्वाद दिन्छ। अनि नुनले चाहिँ खानालाई के बनाउँछ भने स्वादिष्ट बनाउँछ। सबै कुरा तपाईले खानामा बनाउनुस्, हाल्नुस्, मसला ससला मजाले बनाउनुस्, तर त्यसमा नुन हुँदैन भने मान्छेले त्यसलाई खानु नै सक्दैन। किनभने नुनको काम चाहिँ के भन्छ, के हो भन्दाखेरि नुनले चाहिँ स्वादलाई के गर्छ? बढाउँछ स्वादलाई, हैन? नुनले चाहिँ के गर्छ? खानालाई चाहिँ मिठो स्वाद दिने गर्छ। नुनको काम थियो। अनि परमेश्वरको वचनले के भन्दैछ? तपाई अनि म, हामी चाहिँ पृथ्वीको नुन हो। आमेन। तपाई अनि म को हो भने हामी पृथ्वीको, तपाई को हुनुहुन्छ भने हामी नुन हो। त्यसरी नै तपाई अनि मैले आफ्नो वरिपरिका मानिस र समाजलाई प्रभाव पार्नुपर्छ। आमेन। हामी नुन हो भनेर चुपचाप बसेर हुँदैन मेरो प्रिय। जब प्रभुले भन्नुभयो तपाई नुन हुनुहुन्छ भने अब जिम्मेवारी के छ भन्दाखेरि तपाईको वरिपरिको मानिसहरूको बीचमा अनि समाजमा तपाईले प्रभाव ल्याउनु पर्छ। आमेन भन्नुस् न। के ल्याउनु पर्छ रे? प्रभाव ल्याउनु पर्छ मेरो प्रिय। नुन भन्नुभयो येशूले, तपाई नुन हुनुहुन्छ, तर यदि हामीले आफ्नो वरिपरिको मानिसलाई, हाम्रो समाजलाई प्रभाव ल्याएको छैन भने त फाइदा हुँदैन मेरो प्रिय। किनभने नुन जब प्रभुले भन्नुभयो अब रेस्पोन्सिबिलिटी, जिम्मेवारी पनि त्यसको साथसाथ आएको छ। अब तपाई अनि मैले, हामीले चाहिँ हाम्रो वरिपरि भएको मानिसहरूको बीचमा र हाम्रो समाजमा चाहिँ हामीले प्रभाव ल्याउनु परेको छ। हामी चाहिँ अलग्गै देखिनु परेको छ मेरो प्रिय। हामीले चाहिँ मानिसहरूको जीवनमा प्रभाव ल्याउनु परेको छ। अब यो प्रभाव हामीले कसरी ल्याउने त? अब प्रश्न यहाँ छ। अनि प्रभाव ल्याउनु पर्नेछ, अनि हामीले प्रभाव ल्याउनु पर्नेछ, तर हामीले कसरी प्रभाव ल्याउने? सबैभन्दा पहिला तीतसको 2को 7 पदमा जब तपाईँ पढ्नुहुन्छ भने, तपाईँ लेख्दै जानुहोस्, घरमा पढ्नुहोस् ल, म पढ्दैछु तपाईको लागि। तीतसको 2को 7ले भन्छ, सबै कुरामा असल कामको नमुना भई तिमीहरूले आफैलाई देखाऊ भन्नुभएको छ। आमेन। के भन्छ? सबै कुरामा असल कामको नमुना भई तिमीले आफैलाई देखाऊ। हामीले संसारलाई प्रभाव कसरी पार्ने? हामी हरेक काममा, हरेक कुरामा हामीले असल नमुना भएर देखाउनु परेको छ। इन्टिग्रिटी। अनि हामीले असल नमुना देखाउनु परेको छ। हाम्रो जीवन चाहिँ यहाँ भनेको छ कि सबै काममा, हरेक काममा चाहिँ हामीले असल कामको नमुना भएर हामी देखाउ, प्रभाव पार्नु परेको छ। असल कामको नमुना जे पनि हामी गर्छौँ त्यस कुरामा चाहिँ हामीले एकदमै असल काम गर्ने, असल कामको नमुना भएर हामी देखाउनु परेको छ। प्रभाव त्यसरी पाइन्छ। दोस्रो कुरा, हामीले प्रभाव कसरी पार्ने? यूहन्नाको 13को 35 पदले भन्छ, यस प्रकारले भन्छ, यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने यसैबाट सबैले जान्नेछ कि तिमीहरू मेरो चेलाहरू हौ। प्रभाव कसरी पार्ने? यूहन्ना 13को 35ले के भन्छ? यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यौ भने, आमेन, एक अर्कालाई के गर्यौ भने? प्रेम गर्यौ भने। अनि
प्रेम गर्नेलाई प्रेम गर्नु सजिलो छ, हो कि होइन? छिमेकीमा मासु दिनेलाई मासु दिनु सजिलो छ, प्रेम गर्नेलाई प्रेम गर्नु सजिलो छ मेरो प्रिय। तर यहाँ येशूले भन्दैछ कि एक अर्कालाई प्रेम गर्नु भनेको चाहिँ नि सधैँ आफ्नोलाई मात्र प्रेम। यहाँ चाहिँ जसले तपाईँलाई घृणा गर्छ, जसले तपाईँको विरोधमा बोल्छ, अनि जसले तपाईँलाई हेर्नै रुचाउँदैन, तपाईँलाई मन्ने पराउँदैन, यिनीहरूलाई चाहिँ प्रेम गर्नु भन्नुभएको छ। संसारको मानिसले तब मात्र बुझ्नेछ कि तपाईँ अनि म परमेश्वरको चेला हो जब हामीले सबैलाई के गर्छौँ, एक प्रकारले हामीले प्रेम गर्छौँ। आमेन भन्नुहोस् न। प्रभाव कसरी पार्ने संसारलाई? जब हामीले एक अर्कालाई के गर्छौँ, प्रेम गर्छौँ, चाहे त्यो बाटोमा माग्ने पनि किन नहोस्। बुझ्दै हुनुहुन्छ? चाहे त्यो बाटोमा माग्ने पनि किन नहोस्, तपाईले त्यसलाई पनि प्रेम गर्नुपर्छ। कसरी प्रभाव ल्याउने? कोलोसी 4:6 भन्छ, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। आमेन। तिमीहरूको बोली वचन सधैँ कस्तो होस् गरे? कृपालु होस्। चर्चमा आउँदा मात्रै स्वर्गदूतको भाषा, बाहिर निस्किँदाखेरि कसको भाषा? बाइबलले भन्छ यदि हामीले प्रभाव ल्याउनु हो भने नुनले जसरी खानालाई स्वादिलो बनाउँछ अनि स्वादिलो पार्छ, तिमीहरूको बोली वचन पनि सधैँ कृपालु होस् भनेको छ। तपाईको बोल्ने शब्दले चाहिँ मान्छेको हृदय चाहिँ के हुनु परेको छ? शान्ति पाउनु परेको छ। तपाईको वचनले, बोल्ने वचनले चाहिँ मान्छेको हृदयमा त्यो आनन्द पाउनु परेको छ मेरो प्रिय। कृपालु होस् भनेको छ बाइबलले। कृपालु होस् है। आज तपाईँ अनि मैले संसारलाई प्रभाव पार्नु पर्नेछ, मानिसलाई प्रभाव पार्नेछ, किनभने हामी नुन हो प्रभुको वचनले भन्छ। अनि हाम्रो बोली वचन चाहिँ नि सधैँ कृपालु हुनु परेको छ। बुझ्दै हुनुहुन्छ? सधैँ कृपालु कसलाई? माग्नेलाई पनि, माग्नेहरूलाई पनि तपाईँको शब्दहरू कृपालु हुनु परेको छ। तब मात्र हामीले प्रभाव पार्नु सक्छौँ। 14 कुरा कसरी प्रभाव ल्याउने? रोमी 12:2 भन्छ, यस संसारको ढाँचोमा नचल, तर आफ्नो मनलाई नयाँ भई पूर्ण रूपले परिवर्तन हो। कसरी प्रभाव पार्ने संसारलाई? बाइबलले भन्छ यस संसारको ढाँचोमा नचल भन्नुभएको छ बाइबलले। अनि यो संसारको ढाँचोमा नहिँड्नु भनेको चाहिँ नि यो संसारको प्याटर्नलाई, यो संसारको तौर तरिकालाई के नगर्नु, नअपनाउनु। अनि संसारले धेरै कुरा भन्छ मेरो प्रिय। संसारले हामीलाई धेरै कुरा सिकाउँछ, संसारले धेरै कुरा तपाईँलाई देखाउँछ, तर सबैभन्दा ठुलो प्रभुको वचनले के भन्छ त्यो मायने त राख्छ। आमेन। संसारले जेसुकै भन्छ फरक पर्दैन, तर परमेश्वरको वचनले के भन्छ त्यो चाहिँ फरक पर्छ। हामीले संसारलाई प्रभाव कसरी पार्ने? जब हामी संसारमा बसेर पनि संसारदेखि जब हामी बेग्लै हुन्छौँ मेरो प्रिय। अनि बाइबलले के भन्छ? संसारको ढाँचोमा नचल, तर आफ्नो मन नयाँ भई पूर्ण रूपले परिवर्तन हो। आमेन। पूर्ण रूपले के हो गरे? परिवर्तन। के नयाँ भएर? हाम्रो मन के भनेको छ अरे? हाम्रो मन नयाँ भई भनेको छ। हाम्रो मन चाहिँ के हुनु परेको छ? नयाँ हुनु परेको छ। परिवर्तन हो। अनि यो 4वटा एरियामा जब हामीले हिँड्छौँ त हामीले प्रभाव ल्याउन सक्छौँ। कसरी? जब हामीले सबै काममा चाहिँ हामीले असल कुराहरू देखाउँछौँ, त्यसद्वारा हामी प्रभाव ल्याउन सक्छौँ। जब हामी एक अर्कालाई प्रेम गर्छौँ, प्रभाव ल्याउन सक्छौँ। जब हाम्रो बोली वचन सबैको लागि कृपालु हुन्छ, प्रभाव ल्याउन सक्छौँ। जब हामी संसारको ढाँचोदेखि अलग भएर आफ्नो मनलाई नयाँ गरेर परिवर्तनको जीवनमा हामी हिँड्छौँ भने संसारलाई र संसारको मानिसलाई हामीले प्रभाव ल्याउन सक्छौँ।
आमेन। हेर्नुहोस् है मेरो प्रिय, तपाईँ संसारको नुन हुनुहुन्छ है। हाम्रो जवानहरू सुन्दै गर्नुहोस् है, तपाईँ संसारको नुन हुनुहुन्छ। तपाईँले कस्तो प्रभाव पार्दै हुनुहुन्छ अनि कस्तो प्रभाव आजको समयमा, आजको डेटमा, अहिलेको समयमा संसारले जवानहरूलाई प्रभाव पारिसकेको छ। हामीले संसारलाई प्रभाव पार्ने जग्गामा संसारले जवानहरूलाई प्रभाव पारिसकेको छ है। हामी होशियार हुनुपर्छ मेरो जवानहरू, होशियार हुनुपर्छ। आँखाले देखेको सबै राम्रो हुँदैन अनि आँखाले देखेको सबै कुरा के हुँदैन भने हावाले पनि फललाई देख्दाखेरि अबै कस्तो दामी खाम लाग्दो मजाको दामी छ, मिठो छ, आँखाको अभिलाषा दामी छ, केही पनि हुँदैन होला। तर त्यो फल खाएर नै उसको जीवनमा के लाग्यो? आफ्नो जीवनमा नोक्सान ल्याएको छ। संसारमा सबै कुरो देख्ने राम्रो हुँदैन। आज हामीले संसारलाई प्रभाव पार्नुपर्छ। संसारले हामीलाई प्रभाव चाहिँ पार्नु हुँदैन मेरो प्रिय। एकदमै होशियार हुनुहोस्। तपाईँ अनि म विश्वासी, तपाईँ अनि मलाई संसारले प्रभाव पार्नु हुँदैन। संसारले यस्तो गर्दैछ त हामी गर्दा के हुन्छ? होइन मेरो प्रिय, तपाईँले पो त संसारलाई प्रभाव पार्नु परेको छ। आमेन। के गर्नु परेको छ? संसारलाई